हेलो एभ्रिवान। अनि आज चाहिँ मैले लाइफमा मलाई लाग्ने चाहिँ 3टा महत्त्वपूर्ण सबभन्दा ठुलो कुरो चाहिँ के हो भनेर चाहिँ आज सेयर गर्न गइरहेको छु। अनि नम्बर 3 मा चाहिँ के लाग्छ भन्दा पैसा सबभन्दा ठुलो लाग्छ होइन। नर्मली पैसा भएन भने चाहिँ केही नै हुँदैन, किनकि पैसा नै सबै चिज नै हो लगभग। अनि नम्बर 2 मा भनेको चाहिँ स्वास्थ्य, हेल्थ होइन। अब पैसा हुँदा पनि तर हेल्थ राम्रो भएन भने चाहिँ अर्थ भएन नि त त्यो पैसाको। त्यही भएर चाहिँ 2 नम्बरमा चाहिँ स्वास्थ्य राम्रो हुनुपर्छ होइन। अनि त्यसपछि नम्बर 1 भनेको चाहिँ इज्जत हो होइन। नर्मल्ली मान्छेले किन स्ट्रगल गर्छ भन्दा सुख सयल गर्नको लागि, अनि सुख सयल भयो भने चाहिँ लाइफस्टाइल राम्रो हुन्छ भनेर क्या। अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ अरूहरूले राम्रो मान्छ होइन। मान्छेहरू किन धेरै पढ्ने भने चाहिँ धेरै पढेपछि धेरै कमाइन्छ, धेरै कमाएपछि अनि त्यसपछि सबैले राम्रो मान्छन्। सबैलाई चाहिँ के हुन्छ, हायर पोजिसनमा जाने एउटा ह्युमन नेचरै हुन्छ क्या। अनि त्यो मेरो लागि पनि त्यो छ होइन, त्यो नभएको कुरो होइन। त्यही भएर चाहिँ अब धेरै पढ्यो, धेरै राम्रो गरियो होइन, धेरै कमाइयो, भनौँ स्वास्थ्य रह्यो भने पनि के हुन्छ, इज्जत हुन्छ। इज्जत भइसकेपछि चाहिँ त्यो इज्जत कमाउनुपर्छ भने चाहिँ 1 नम्बरको चाहिँ मेरो हो। म जस्तो अब कतिजनाको पनि हुनसक्छ, तर अब योभन्दा बाहेक अब हुँदा भनेको के छुट्याएँ होइन। अब फ्यामिली छुट्याएँ, प्रायः जसोले चाहिँ फ्यामिली भनेर हुन्छ, लभ छुट्याएँ मैले होइन। लभ पनि भन्छन् होइन, तर खै मेरो चाहिँ खै फ्यामिली पनि अटेन, लभ पनि अटेन। अनि त्यसपछि फ्रेन्ड्स पनि अटेन, सरी फर द्याट। अनि त्यसपछि मेरो चाहिँ त्यही 3 नम्बरमा चाहिँ पैसा हुनु पऱ्यो, अनि त्यसपछि 2 नम्बरमा चाहिँ हेल्थ हुनु पऱ्यो, अनि 4 नम्बरमा चाहिँ इज्जत हुनु पऱ्यो। तर यो इज्जतमा चाहिँ के हुन्छ भने यदि आई हेभ गुड फ्रेन्डसिप भने त्यसले इज्जत ल्यायो, अनि आई हेभ गुड इन लभ रिलेसनसिपमा गुड छ भने त्यसले नि त इज्जत ल्यायो नि त। अब रिलेसनमा पुरै ब्याड भएको मान्छेको कहाँ त्यो इज्जत हुन्छ त, हुँदैन नि त। अनि फ्रेन्डसिपै छैन, त्यो जोसँग पनि झगडा गर्छ भने त्यो नि इज्जत हुँदैन। त्यही भएर त्यो ओभरअललाई चाहिँ त्यो सुरुमै इज्जतमै इन्क्लुड गर्न पनि मिल्यो है त। हस्, अरू हजुरहरू के हो बिस्तारै जानु, हजुरहरूले सेयर गरेर जान्ने नत्र